हेलो एभ्रिवान। आज मैले एबिजे इन्टरप्रिटेसनको बारेमा एउटा सर्ट भिडियो लिएर आएको छु। आशा छ हजुरहरूलाई यो भिडियो युजफुल हुनेछ। हामी सुरुमा यसको इन्ट्रोडक्सनबाट सुरु गरौँ। आर्ट्रियल ब्लड ग्यास भन्नाले चाहिँ के बुझिन्छ त भन्दाखेरि चाहिँ एउटा यस्तो ल्याबोरेटरी टेस्ट हो जसले चाहिँ पेसेन्टको बडीमा भएको एसिड र बेस बिचको ब्यालेन्स कस्तो छ त भन्ने कुरालाई ट्र्याक गर्नमा हेल्प गर्छ। त्यसै गरी यसले चाहिँ हाम्रो आर्ट्रियल ब्लडमा भएको एसिडिटी जसलाई हामीले पिएच भन्छौँ, त्यो पिएच, अक्सिजन कन्टेन्ट कति छ, कार्बन डाइअक्साइड कन्टेन्ट छ कति छ भन्ने कुरालाई पनि मेजर गर्नमा हेल्प गर्छ भने यसले चाहिँ बडीको बफर सिस्टमलाई पनि इभ्यालुएट गर्छ, सँगसँगै कम्पेन्सेसन कस्तो भइरहेछ भनेर चाहिँ असेस गर्नमा हेल्प गर्छ। हामीले नामले नै भनिरहेछौँ आर्ट्रियल ब्लड ग्यास एनालाइसिस भनेपछि यो चाहिँ स्याम्पल हामीले आर्ट्रीबाट नै ड्र गर्ने भयौँ। मेजर यसको चाहिँ 6 वटा कम्पोनेन्ट छ। पिएच पिएच भन्नाले हाइड्रोजन आयनको कन्सन्ट्रेसनलाई बुझाउँछ, जसले हाम्रो बडीमा भएको बडी फ्लुइड्सहरू छ त्यसको चाहिँ एसिडिटी र अल्कालिनिटी के छ भन्ने कुरालाई डिटरमाइन गर्छ। त्यसै गरी पार्सियल प्रेसर अफ कार्बन डाइअक्साइड, यसले चाहिँ हाम्रो एल्भियोलाई र एक्सटर्नल इन्भाइरोमेन्टको बिचको चाहिँ ग्यास एक्सचेन्जको एडुकेसी कस्तो भइरहेछ भन्ने कुरालाई डिनोट गर्छ। पिएसिओ2 को भ्यालु कति हो त भन्दाखेरि चाहिँ 35 to 45, यो अर्को स्लाइडमा नै आउँछ। यसमा चाहिँ यदि हाइपोभेन्टिलेसन भइरहेछ भने CO2 रिटेन्सन भएको कारणले गर्दाखेरि चाहिँ पार्सियल कार्बन डाइअक्साइडको लेभल चाहिँ बडीमा बढ्छ भने हाइपर भेन्टिलेट हुँदाखेरि चाहिँ पार्सियल कार्बन डाइअक्साइडको लेभल चाहिँ घट्ने भयो। त्यसै गरी चाहिँ थर्ड कम्पोनेन्ट भनेको चाहिँ पार्सियल प्रेसर अफ अक्सिजन, पिएओ2। यसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ हाम्रो शरीरमा भएको अक्सिजन कति छ त, त्यो अक्सिजन गएर चाहिँ हेमोग्लोबिनसँग बाइन्ड हुने अभाइलेबल अक्सिजनको अमाउन्टलाई चाहिँ डिनोट गर्छ। यदि पिएच लो हुने बित्तिकै चाहिँ हाम्रो हेमोग्लोबिनमा पनि अक्सिजनको मात्रा चाहिँ कम हुने भयो। अक्सिजन सेचुरेसन, यसले चाहिँ हाम्रो ब्लडमा भएको अक्सिजन कति छ भनेर डिनोट गर्छ। सिम्पली हामीले यसलाई चाहिँ पल्स अक्सिमिटरको थ्रुबाट चाहिँ मेजर गर्छौँ, जुन चाहिँ यो अक्सिजन सेचुरेसनको कुरा चाहिँ अक्सिजनमा गयो, अक्सिजन चाहिँ हेमोग्लोबिनसँग चाहिँ कम्बाइन हुने भयो। सोडियम बाइकार्बोनेट, यो चाहिँ एउटा अल्कालाइन सब्स्टान्स हो जसले चाहिँ हाम्रो बडीको टोटल बफर बेस सिस्टममा चाहिँ ओभर हाफ भन्दा पनि बडीलाई चाहिँ कम्प्राइज गरेको हुन्छ। यदि चाहिँ बाइकार्बोनेटको मात्रा बढ्यो भने मेटाबोलिक अल्कालोसिस हुन्छ, घट्यो भने एसिडोसिस हुन्छ। त्यसै गरी बेस एक्सचेन्ज, यो पनि हामीले चाहिँ युजली यो बाइकार्बोनेटसँगै गरिने एउटा जाँच हो। यदि चाहिँ लेस देन -2 छ भने एसिडोसिस, मोर देन +2 छ भने अल्कालोसिस। अब यो 6वटै कम्पोनेन्टको हामीलाई चाहिँ एकदमै धेरै नै याद हुनुपर्छ भ्यालु चाहिँ। पिएचको 7.35 to 7.45, पार्सियल कार्बन डाइअक्साइडको चाहिँ 35 to 45। हजुरहरूले ठ्याक्क यो जुन 7.35 देखि 7.45 छ पिएचको, त्यही 35 to 45 लाई याद गर्न सक्नुहुन्छ पार्सियल कार्बन डाइअक्साइडमा। त्यसै गरी SCO3 को लेभल चाहिँ 22 देखि 26। अनि अप्टिमल पिएच भनेर छ 7.40। हामीले चाहिँ अघि भनिहाल्यौँ 7.35 to 7.45 त नर्मल हो, तर यो बिचको पनि सबैभन्दा अप्टिमल पिएच चाहिँ कति हो त भन्दाखेरि चाहिँ 7.40। यो चाहिँ युजली हामीलाई कम्पेन्सेसन के छ भनेर थाहा पाउनको लागि चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ। त्यसै गरी पार्सियल अक्सिजनको लेभलको मात्रा चाहिँ 80 to 100 हो भने सेचुरेसन चाहिँ 94 देखि 100%। बेस एक्सचेन्ज चाहिँ अघि भनिहाल्यौँ -2 देखि +2 सम्म। अब यो पिक्चरमा पनि हामीले देख्न सक्छौँ पिएच चाहिँ अप्टिमल पिएचलाई यहाँ 7.40 भनेर मार्क गरेको छ। योबाट चाहिँ कुन साइडतिर गइरहेछ भन्ने कुराले चाहिँ त्यसलाई स्लाइटली एसिडिटिक हो कि स्लाइटली अल्कालोटिक हो भनेर चाहिँ हामीले थाहा पाउन सक्छौँ। अब रोम मेथड, यो त हामीले एकदम सुनिराखेकै कुरा हो है। रेस्पिरेटरी अपोजिट, मेटाबोलिक इक्वल। रेस्पिरेटरीको इन्डिकेटर पार्सियल कार्बन डाइअक्साइड हो, त्यही भएर चाहिँ यदि पिएच र पार्सियल कार्बन डाइअक्साइडको रिलेसन चाहिँ अपोजिट डिरेक्सनमा छ भने त्यो चाहिँ रेस्पिरेटरी भयो। यदि पिएच र मेटाबोलिकमा चाहिँ हाम्रो बाइकार्बोनेट इन्डिकेटर हो, त्यसमा चाहिँ बाइकार्बोनेट र पिएच चाहिँ इक्वल डिरेक्सनमा अथवा सेम डिरेक्सनमा गइरहेछ भन्यो भने चाहिँ त्यो चाहिँ हाम्रो मेटाबोलिक डिसअर्डर हो भनेर चाहिँ थाहा पाउन सक्छौँ। यसमा अझै धेरै क्ल्यारिफाई गरेको छ। पिएच बढ्यो भने पार्सियल कार्बन डाइअक्साइड घट्छ, त्यो चाहिँ अल्कालोसिसमा गयो। पिएच घटेर पार्सियल कार्बन डाइअक्साइड बढ्छ भने त्यो चाहिँ एसिडोसिस भयो।
मेटाबोलिकमा पिएच पनि त्यही डिरेक्सनमा, बाइकार्बोनेट पनि त्यही डिरेक्सनमा बढेको छ भने अल्कालोसिस, पिएच र बाइकार्बोनेट घटेको छ सेम डिरेक्सनमा छ भने त्यो चाहिँ मेटाबोलिक एसिडोसिस। अब सबैभन्दा मोस्ट इम्पोर्टेन्ट हामीले क्लिनिकल्ली पनि गरिराख्ने कुरा र एकदमै जान्न जरुरी कुरा चाहिँ स्टेप्स टु इन्टरप्रेट एबिजी। फर्स्टमा त हामीले पिएचलाई इन्टरप्रेट गर्नुपर्छ एसिडोटिक हो कि अल्कालोटिक भनेर। त्यस पछाडि अब ट्रबल मेकर के हो त यसको, रेस्पिरेटरी हो कि मेटाबोलिक भनेर थाहा पाउनु पर्यो। थर्डमा चाहिँ कम्पेन्सेसनको कुरा। हामी यो चाहिँ स्लाइड बाई स्लाइड जान्छौँ। अब पिएचलाई चाहिँ इन्टरप्रेट गर्नु पर्यो। एसिडोटिक हो भने पिएच डिक्रिज हुन्छ, अल्कालोटिक हो भने पिएच इन्क्रिज हुन्छ। यो एकदमै सिम्पल छ। तर नर्मल छ भने कुन साइड अफ नर्मल छ भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ। अघि हामीले पिक्चरमा पनि हेऱ्यौँ 7.40 बाट कुन साइडमा गइरहेछ त नर्मलको पनि, एसिडोटिक हो कि अल्कालोटिक साइड अफ नर्मल थाहा पाउनु पर्यो। सेकेन्ड स्टेपमा गएर ट्रबल मेकर थाहा पाउनु पर्यो। अघि हामीले रोममा भनिसक्यौँ रेस्पिरेटरी अपोजिट, मेटाबोलिक इक्वल। अब कम्पेन्सेसन फुल, पार्सियल र अनकम्पेन्सेटेड। यदि पिएच नर्मल छ तर SCO3 र पार्सियल कार्बन डाइअक्साइडको लेभल चाहिँ दुईटै आउट अफ रेन्ज छ भने त्यो चाहिँ फुल्ली कम्पेन्सेटेड भयो। तर यदि तीनटै भ्यालुहरू चाहिँ एब्नर्मल छ भने पार्सियली कम्पेन्सेटेड भयो। SCO3 अथवा कार्बन डाइअक्साइडले चाहिँ कम्पेन्सेसन दुईजना मध्ये एउटाले गर्नुपर्ने थियो। यो दुईटै चाहिँ एउटा भ्यालु चाहिँ नर्मल रेन्जमा छ भन्यो भने त्यो चाहिँ अनकम्पेन्सेटेड भयो। अब हामीले अलिकति एकदमै ध्यान दिनुपर्ने कुरा जुन युजली चाहिँ एमप्लेक्सहरूमा सोधिरहेको हुन्छ, यदि पिएच चाहिँ लो छ, एसिडोसिस छ भने सबै कुरा लो हुन्छ एक्सेप्ट फर पोटासियम। के हुन्छ त भन्दा चाहिँ ब्राइडिकार्डिया, कन्स्टिपेसन, बाउल साउन्डहरू चाहिँ एब्सेन्ट हुने, फ्ल्यासी प्यारालाइसिसहरू हुने, लेथार्जी, हाइपोरिफ्लेक्सिया, कोमा, ब्राइडिप्निया, बिपी पनि लो हुनसक्छ। त्यही भएर चाहिँ हाम्रो मेजर नर्सिङ इन्टरभेन्सन चाहिँ के हुनसक्छ, पेसेन्ट चाहिँ रेस्पिरेटरी अरेस्टमा जान सक्छ। ब्याग एन्ड मार्क्सहरू रेडी गरेर राख्नु पर्यो। त्यसै गरी यदि पिएच चाहिँ हाई छ, अल्कालोसिस छ भन्यो भने चाहिँ सबै कुरा चाहिँ हाई जान्छ एक्सेप्ट फर पोटासियम। यसमा चाहिँ के हुन्छ त ट्याकिकार्डिया, ट्याकिप्निया, हाइपोटेन्सन, सिजर, स्पास्टिक डायरियाहरू हुन्छ। त्यो कारणले गर्दाखेरि हाम्रो मेजर कन्सर्न चाहिँ केमा हुन्छ त पेसेन्टको सेफ्टीसँग हुने भयो। सिजर रिस्कहरू हुनसक्छ, सक्सनिङ रिक्वायर हुनसक्छ, सिजर प्रिकसनको कुराहरू याद गर्नु पर्यो। अब एउटा इक्जाम्पल गऱ्यौँ भने चाहिँ अझै धेरै क्लियरिफाई हुन्छ। पिएच 7.37, बाइकार्बोनेट 17, पार्सियल कार्बन डाइअक्साइड 32। यो तीनटा भ्यालु देख्ने बित्तिकै हामीले अब दिमागमा चाहिँ एउटा पिक्चर चाहिँ बनाइहाल्नुपर्छ। पिएच नर्मल हो हामीले थाहा पायौँ, तर कुन साइड अफ नर्मल हो भनेर थाहा पाउनु पर्यो। यो चाहिँ एसिडोटिक साइडमा चाहिँ नर्मल भयो, त्यही भएर यो एरो चाहिँ तल फर्केको छ। बाइकार्बोनेट पनि कम छ, त्यो भएर डाउनवर्ड गइरहेछ एरो। पार्सियल कार्बन डाइअक्साइड पनि 35 to 45 हो, त्यो पनि डाउनवर्ड गइरहेछ। अब यो तीनटै भ्यालु चाहिँ एउटै डिरेक्सनमा गछ। फर्स्ट स्टेप के थियो हाम्रो, पिएच इन्टरप्रेट गर्ने, एसिडोटिक हो कि अल्कालोटिक। अब हामीले के थाहा पायौँ, नर्मल त नर्मल छ तर एसिडोटिक साइडमा छ। सेकेन्ड स्टेप ट्रबल मेकर थाहा पाउनु पर्यो, रोम फर्मुला युज गर्नु पर्यो। एउटै डिरेक्सनमा गइरहेछ, यो जुन पिएच र बाइकार्बोनेट छ त्यो चाहिँ एउटै डिरेक्सनमा छ। पिएच र पिसिओ2 पनि एउटै डिरेक्सनमा छ, तर रोमले के भन्थ्यो, यदि रेस्पिरेटरी हो भन्थ्यो त अपोजिट डिरेक्सनमा जानु पर्थ्यो। अब यो चाहिँ हाम्रो सिधै के भयो, मेटाबोलिक भयो। कम्पेन्सेसन छुट्याउनु पर्यो। हामीले के भनेछौँ, यदि फुल्ली कम्पेन्सेटेड हो भने त्यो चाहिँ पिएच चाहिँ नर्मल हुन्छ, तर SCO3 र पार्सियल कार्बन डाइअक्साइड दुईटै चाहिँ आउट अफ रेन्ज हुन्छ भने यो चाहिँ फुल्ली कम्पेन्सेटेड भयो। हामीले दिएको इक्जाम्पल पनि फुल्ली कम्पेन्सेटेड हो, तर यसमा चाहिँ अब पिएच पनि एब्नर्मल भएको भए चाहिँ सबै भ्यालु एब्नर्मल हुन्थ्यो अनि पार्सियली कम्पेन्सेटेड हुन्थ्यो। अनि यदि SCO3 अथवा पार्सियल कार्बन डाइअक्साइडको लेभल यो दुईटा मध्ये एउटा चाहिँ नर्मल रेन्जमा छ, खासमा अब दुईटैले मिलेर काम गर्नुपर्ने, एउटा चाहिँ आनन्दले नर्मल रेन्जमै बसिरहेछ भने त्यो चाहिँ अनकम्पेन्सेटेड भयो। यो चाहिँ हजुरहरूलाई प्र्याक्टिस क्वेसन हो। यसको एन्सर चाहिँ हजुरहरूले कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ है त। थ्याङ्क यू।